नमस्ते, वेलकम टु माई डेमोन्स ब्लग। आज चाहिँ म कोरी ट्रेकको छोटो यात्रा देखाउन गइरहेको छु। मेरो यो कोरी ट्रेकको यात्रा काउखोलादेखि सुरु हुन्छ। 8:30 बजे हिँड्छ अरे हामी जाने र सिक्लेस। हजुर सिक्लेस हेरेर हिँडेको। हजुर सिक्लेस जाने होइन कता गयो तिनीहरू बसभित्र बसिसक्यो तिनीहरू आइज। हामी चाहिँ अब बसमा चढ्छौँ। अब बसमा चढेपछि हाम्रो यात्रा चाहिँ सुरु हुन्छ। अब केही छैन। लास्टमा बस्ने जाने। यो चाहिँ सिक्लेस पुग्नुभन्दा अगाडि एकदम राम्रो भ्यू देखिएको रहेछ। अनि त्यहाँबाट चाहिँ मैले सानो क्लिप लिएको थिएँ। यो चाहिँ एकदमै रमणीय छ। यसै गरी हामी चाहिँ सिक्लेस पुगिसक्यौँ। यो सिक्लेसमा चाहिँ एकदमै राम्रो मौसम एकदम गुड थियो। यस्तो केसमा म लम्पट परिसकेको यार कान्त सिनेमेटिकमा के हुन्छ उभिनु पर्छ कि किन यो अगाडि मुख थियो पछाडि मुख जाम भन्न खोजेँ। बुझ्नौ? यो चाहिँ हाम्रो तासा पुग्नुभन्दा अगाडिको सिन हो। एकदमै राम्रो छ। हामी चाहिँ सिक्लेसबाट पनि माथि नै आइसकेका छौँ, लगभग 1 घन्टा माथि। हामी थोरै थकान मेटाएपछि फेरि हाम्रो यात्रा सुरु हुन्छ तासाको लागि। आज चाहिँ हामी तासा पुगेर बस्नेछौँ। यो भ्यू
सक्छौँ। तासको हामी बसेको ठाउँबाट देखिने एकदम राम्रो भ्यू हो, एकदम अमेजिङ छ यो भ्यू। लट्ठी टेक्दिन म त सुस्मिता, लट्ठी टेक्ने हो र? लट्ठी टेक्ने हो कि यसो गर्दा नि हुन्छ? नटेके पनि हुन्छ, आफ्नो मर्जी हो के। ल 1 2 3 गो। जमजम भयो। अब त नहेर मेरो भयो जस्तो एडिट गर्दै हुन्छ। गाइजहरू कस्तो छ अवस्था? नाजुक नाजुक कली हेरे मैं तो ट्रेकिङ आएको रे। म बढ्न सक्ने अवस्थामा छु। ट्रेकिङ चाहिँ गर्नुपर्छ 6 महिनाको एकचोटि गऱ्यो भने चाहिँ हेल्थ अवस्था चाहिँ एकदम राम्रो हुन्छ भने रमाइलो पनि यस्तै हुन्छ। दुईटा शब्द समूह पछाडि हुनुहुन्छ राजेशजी। Oh my god. Ayo भयो। Bye bye. And now. Oh my god. यसले फेरि यो च्यान खुल्दै राखेको रहेछ। पावर बैंक भएन। तर यो जङ्गल कति राम्रो है, यहीँ बस्न पाएँ। वासिस इन्नाउ ओए हिँड्नै सकेको छुइनँ, पक्ने यार कति हो। ओ माई गड त्योभन्दा अर्को अल्टरनेटिभ थिएन गाइस। आयु अब हेली बोलाएर गयो मात्र। बोलाउ न तिम्रो पाइलटलाई। पाइलट ससुरालाई होइन, तिम्रो पाइलट डार्लिङलाई बोलाऊ। ओए Okay guys, let's go. तर हिजोको भन्दा चाहिँ आज अलि सजिलै भयो, किनकि जङ्गलको बिचमा पनि छौँ अनि
शीतलो पनि छ प्लस बाटोहरू पनि हिजोको भन्दा अलि सजिलो छ। सिक्लेसबाट तासा आउँदा चाहिँ एकदमै गाह्रो बाटो हो, ठाडै उकालो हो गाइजहरू। मेरो सास फुलिसक्यो गाइज। Go for it, guys. So, guys, she is Hemsri Oza Fatiko Moza, and he is Rajesh Hamar. अनि यहाँ हुनुहुन्छ हाम्रो रसिली हसिली समु नानी। ठिक छ, बाटो चाहिँ यस्तो छ है गाइजहरू। तासा टुकोरी माय गॉड, यहाँ चाहिँ कस्तो दामी देखेको के वाउ। यहीँ बसौँ कि क्या हो? ल के भयो? हो यसरी झकाल्नु पर्छ, हिँड्न सकेन भने। गाइज म त बस्छु म त आउँदिन अब चाहिँ सबैजना ओ वाउ केभ रहेछ यहाँ। अर्थै होला यार। तर हामी चाहिँ सबैजना थाकेर हिँड्न नसक्ने भएको छौँ, त्यही पनि हिम्मत हारेको छुइनँ मारे के। हारेको त छैन नि त होइन। हेर्नुहोस् न कस्तो वाइल्ड वाइल्ड छ कि, एकदम ठुलो ठुलो। अनि सिटीको बाटो हजुरहरूले देख्न सक्नुहुन्छ। मेरो जुत्ताको हालत यस्तो भइसक्यो। घाम मजाले लागेको छ गाइजहरू, त्यही भएर नि गर्मी फिल भइरहेछ। मेरो साथीहरू अगाडि पुगिसकेका छन्, म चाहिँ पछाडि नै छु। भिडियो खिच्न पनि आउँदैन मलाई। अलिकति सम्म ठाउँमा आइसकेका छौँ। अलिकति सम्म यहाँ चाहिँ एउटा बोट पनि रहेको छ। यो उकालो चढेर आएको, थाकियो गाइस। यहाँ सायद पहिला कटेरो थियो जस्तो छ। बाटो हेर्नुहोस्, यो चाहिँ सिधा बाटो। फुल नटिप्नु होला भनेर लेखिएको रहेछ, तर फुल भने कतै पनि फुलेको छैन। रुखहरूको स्ट्रक्चर चाहिँ कस्तो युनिक युनिक के, खत्रै छैन त नि। यसको पनि हेर्न सक्नुहुन्छ। फेरि उकालो स्टार्ट भयो। गाइजहरू के गर्दैछन् कुनै? यिनीहरूको जोक्स चलि नै रहेछ। यो संस्थान बनाइमा सुन्यौ गाइस, फेरि भन् त भन छिटो। हे
यो सुनसान बनाइमा हिमश्री राजेशको बनायो म चाहिँ थकित भएँ। यो चाहिँ कोरी पुग्नभन्दा थोरै तलपट्टिको दृश्य हो। यहाँ चाहिँ हामी लगभग कति बेला पुगिन्छ भन्ने भइरहेको थियो भने खुट्टाहरू पनि त्यस्तै दुखिरहेको थियो। बल्ल तल त्यसैले हामी माथि पुग्न सक्यौँ। चाँदनी चकटु चाइना हामी चाहिँ हिमाल हेरेर फर्किसक्यौँ। फोटो खिचेर साडी लाएर च्याट्ट परेर ज्याकेट समाइदियो भने नि यार समाइदियो न प्लिज ओए समाइदियो न आऊ न या यल्ला दुईवटा दुईतिर फालेको अवस्था छ। हाम्रो ट्रेक चाहिँ अब यसै गरी सकिन्छ। एकदम छोटो 3 दिनको समय थियो, त्यति धेरै भिडियो क्याप्चर गर्न पाइनँ। हामी चाहिँ हिँड्न नसकेर तासभन्दा थोरै मुनिबाट नै जिप बुकिङ गरेर चाहिँ हामी फर्क्यौँ। भने चाहिँ मेरो कोरीको यात्रा धेरै क्याप्चर गर्न पाइनँ, तर छोटो मिठो थियो। हेरेर चाहिँ जस लाइक एन्ड सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद।